गाइज हामी चाहिँ अब मुस्ताङ जान लाग्यो। हाम्रो यहाँ मनु सर हुनुहुन्छ, हाम्रो यता यहाँ च्यानलको ओनर हुनुहुन्छ है, मोबाइलको ओनर, च्यानलको ओनर। यहाँ हाम्रो सुमन भोटे छन्, त्यसपछि हाम्रो अर्कै मामा हुनुहुन्छ है। यो भ्लग चाहिँ सबैजनाले हेरिदिनु होला। अब हाम्रो राइड सुरु हुँदैछ, त अब गोप्रो एङ्गलबाट भिडियोहरू हेर्नु होला। अब जहाँ जहाँ पुगिन्छ हामीले अपडेट दिइराख्छौँ, हेर्नु होला सबैजनाले। हे गाइज, अब चल्देको मुस्ताङको यात्रा। जेट एउटा डुक एउटा एमटीमा 5 जना भएर ट्याक्क मुस्ताङ है गाइज। ल भ्लग हेरेर माया देखाइदिनु होला, माया गरिदिनु होला। लाइक सब्सक्राइब बनाउन त आउनु खासै फर्स्ट टाइम हो। त्यही है फाइनल्ली है हामी एमडीबाट हिँड्यो। अब हाम्रो यात्रा भनेको बेनी पुगेर तेल हाल्ने। एमडीबाट राइड मिठो हान्नु पऱ्यो, राइड मिठो हान्नु पऱ्यो। हाम्रो सन्देश आमागाजी हुनुहुन्छ रुखमा, पछाडि एमटीमा हर्क सम्पाङ, हर्क गुरुङ हुन्छ, हेर्न सक्नुहुन्छ। हामी गाइज एकछिनपछि भेटौँला है। अहिले हामी यहाँ एमडीबाट हिँडेको, बेनी गएपछि फेरि भेट्नुपर्छ। ट्याङ्की फुल तेल हालियो। अब कहाँ बेनी हो, पछि बेनी गएर फेरि भेटौँला है। बेनीमा पेट्रोल पम्पको खोजीमा हामी चाहिँ। गाइज फाइनल्ली बेनी आइयो। हालत यस्तो छ बेनीको बस पार्कमा है फाइनल्ली। ल अझै अगाडि होला नि। अगाडि हो पेट्रोल पम्प, अगाडि है गाइस, अगाडि। भाइ हावा हाल्दै नि थोरै अगाडि। धन्यवाद है त। भयो, पछाडि हावा छ, ठिक छ। कति लिन्छौ? 10 ल छैन, लिनु न एउटा 100 रुपियाँ पर्छ कि।
भयो भन्दै अब यहाँ प्याक बनाउनु पर्ने अवस्था छ जाममा पऱ्यो 1 घन्टा भयो नि 1 घन्टा भयो टेन्सन भयो बस्नु गन्तव्य पनि यत्रो भयो गाइज फाइनल्ली हामी लेते बास नपाएर होइन बास नपाएर होइन अहिले लेतेमा बास चाहिँ पाइयो फाइनल्ली जस्तो सुकै होस् पाइयो होइन रमाइलो भयो राइड पनि मिठै भयो भोलि अप्पर चढिन्छ त्यो भ्लग पनि आउँछ फेरि त्यो होइन हामी चाहिँ म एब्जर्भमा सिङ्गल एमटीको पछाडि भोटे हुनुहुन्छ डुकको पछाडि हुनुहुन्छ पछाडि बस्ने मान्छेहरू उहाँहरू हुनुहुन्छ उहाँ एमटीको राइडर ओनर हुनुहुन्छ उहाँ चाहिँ डुकको ओनर सन्देश थापागाजी मेरो भान्जा म मामा अप्पर चढेको मिठो आउँछ भिडियो होइन त्यही भन्न चाहन्छु माया गरिदिनु त्यही हो ल है